कान्छीले अर्चनाको बारेमा साहुजीलाई भन्दा त साहुजी त छाँगाबाट खसेजै हुनुभयो, किनकि अर्चनाले आफ्नो श्रीमानलाई कान्छीले आफ्नो पूर्वपतिलाई मारेको हो भनेर सागरलाई कामबाट र घरबाटै निकाल्न लागेका थिए। यो कुरा थाहा पाएर सबैको सामुन्ने मैले आफ्नो पूर्वपतिको हत्या गरेको होइन, अर्चनाले नै मेरो पूर्वपति र सासूको हत्या गरेको हो भनेर भनिदिनु भयो। सबैजना तीन छक्क परे। मलाई लाग्छ अब आउने भागमा पक्कै पनि साहुजीले अर्चनालाई घरबाट निकालिदिनुहुन्छ र डिभोर्स दिनुहुन्छ होला र कान्छी र सागरलाई आफ्नो काम र घरमा राख्नुहुन्छ होला। अर्चनाले पक्कै पनि धेरै दुःख पाउनुहुन्छ र जेल पनि जान सक्नुहुन्छ होला। अर्को हप्ता पक्कै पनि कान्छी र सागरलाई आमालाई पनि सहरमै लिएर आउनुहुन्छ होला र आमा सुध्रिनुहुन्छ होला। आमाको लुटिएको गहना पक्कै पनि कान्छीले फिर्ता ल्याउनुहुन्छ। यता गाउँमा कान्छीको आमालाई आफ्नो नातिनीले मेकअप गरेको पिटिक्कै मन परेको छैन र गाली पो गर्नुहुन्छ। यो देखेर त बहिनीले पनि त्यस्तै सिक्छे भनेर गाली गर्नुहुन्छ, तर कान्छीको बुबाले माया गरेर सम्झाउनुहुन्छ। अब आउने भागमा के होला? कतै अर्चना, प्रिया र सलिना मिलेर कान्छीलाई दुःख दिने ठुलो प्लान त बनाउने होइनन्।